हेलो गाइज व्हाट्सअप ब्युटिफुल पिपल होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु म चाहिँ नि आजभोलि घरतिर छु हैन अब यतिकै झ्याउ लाग्छ कि ब्लग गराउन पनि ब्लग नगराइदिउँ अनि त्यतिकै बस्दा बस्दा वाक्क लाग्यो अनि आज चाहिँ यसो हाम्रो खेततिर ट्याक्क मकै रोपे हैन मकै रोपेको बाँदरले खाइदियो हो त गाइज हामीले के खायो नि त बाँदरले मकै जति खाइदिएपछि हामीले पोलेर के खाने चियासँग के खाने पोलेर भनेर म चाहिँ ट्याक्क बाँदर कुर्न हिँडेको खेतमा हाम्रो खेत चाहिँ नि उहीँ अगाडि हो है यता अगाडिपट्टि हाम्रो खेत अनि म चाहिँ नि खेतमा बाँदर कुर्न हिँडेको अनि मैले चाहिँ साथीलाई पनि बोलाउँछु होला साथीलाई बोलाएपछि अनि त्यहीँ पोडकास्ट सुरु पनि हुनसक्छ हाम्रो होइन त्यहीँ बसेर गफ हान्दा हान्दा अनि बाँदर कुर्न हिँडेको हेर्नु साथीहरू बिहानै आइदिने कि बिहानै मान्छेभन्दा छिटो उठेर आइदिने यार बाँदर पनि यार के हो यो के हो बाँदरको पारा के हो यस्तो नबुझेको कुरा वाट इज द पारा अफ बाँदर के पारा हो बाँदरको यो क्वेसनमा बाँदर सङ्घको अध्यक्षलाई सोध्न चाहन्छु के पारा अलि समय त युज गर्नुपर्छ बिहानै 5 बजे मान्छे उठ्न पाएन बाँदर उठेर हमला हानिदिइहाल्ने भएन गाई जस्तो भएन म बाँदरलाई चाहिँ एकदम राखेर सल्लाह गर्छु तर अहिलेलाई चाहिँ नि म ट्यागै हिँडिसकेको छु यो पुरै मेरो सम्पत्ति हो गाइज यो होइन मकै बारी दर्याम हरियो काँक्रा घर्याम भन्ने जस्तो र एकछिन चाहिँ म ट्याग यसो बाँदर सादर हेर्छु यता माहौल यसो बुझ्छु होइन अनि त्यसपछि यसो माहौल बुझेपछि साथीलाई बोलाउँछु अनि पोडकास्ट सुरु गर्छु है त गाइज है त ल गाइज म चाहिँ एकैछिन यसो साथीको घरतिर आइदिएको होइन यस्तरी हिँड्न पर्छ कि यस्तरी ट्याक्क घाम पर्छ नि त अनि अब यस्तरी हिँड्यो भने फेरि घाम पछाडि टाउकोमा अनि राम्रै आउनु कालो त्यसै त काले छु झन् कालो आउँछ होइन आएको होइन म्यासेज गर्छु म्यासेज पनि उठाउँदैन म्यासेजको रिप्लाई पनि दिन्न फोन गर्छु फोनको रिप्लाई पनि दिन्न हेर्नुहोस् गाइज यो लास्ट यसलाई के गर्न सकिन्छ यसलाई के गर्न सक्छु मैले के गर्न सक्छु यसलाई भन्नु त गाइज मलाई एउटा उस भन्नु त गाइज मैले यसलाई के गर्न सक्छु भनेर यसको त मैले त हेर्न चलफल हेर्न चाहिँ गाइज देख्न सक्नुहुन्छ तपाईँले पुरै नक्कल पारेर बसेर यो तोरी लाउरी भइस राम्री हातमा नङमा नङ पालिस जिपिनु कहाँ क्या के चाहे पर हेर्न यस्तो भयो त्यस्तै भयो के म यस्तो ए के हो त्यो फेरि पुलिसमा त के हो त फेरि अनि न फोनको रिप्लाई न फोन उठाउँछस् न म्यासेज फोन हानेको त्यो हेर फोनै लाग्दैन पहिला आएको त काउसाथीबाट हिजो आएको बाइक पुऱ्याइदिएर आएको यहाँबाट कन्टिन्युस उइली हानिदिएको काउसेसम्म ये कुछ ज्यादा नहीं हुआ भाई साहब ज्यादा ही हो कि लामै हानिदिएको नि अनि ए कस्तो टडकहरूले हेरेको थिएँ ल अहिले फेरि भेटौँला गाइज गफ धेरै हामी गाइज साथीको मम्मीले चाहिँ नि एउटा एक कप मिठो चिया खुलाइसक्नु भएको छ हामीलाई मिठो चिया खाएर हामी चाहिँ नि यसो बाँदर हेर्न हिँडेका छौँ होइन कस्तो छ योलाई कागलाई बेल पाक्यो हर्साने बिस्मातमा होइन आन्टी लाइसेन्स बनाउनु है आन्टी नै बाँदर हेर्न हिँडेको छौँ बाँदर फेरि कस्तो क्या स्क्याम हानिदिन्छ कि बाँदरले होइन 8-8:30 बजेतिर ट्याक्क घाम अलि चर्किन्छ नि त त्यति बेला कहाँ गएर लुकेर बसिदिन्छ अनि 3-4 बजेतिर फेरि घाम अलि त्यो कम भइसकेपछि फेरि अट्याक आक्रमण केटा हो भनेर घामलाई पनि त्यो त्यसले उ गर्दैन कि मध्यनजर गर्दैन खास के गर्छ भन्दाखेरि यताउति माल बुझ्छ बाँदरहरूले होइन सबै फेरि हाम्रो यो पुर्ने वाइफाईवालाले ट्रेनिङ लिएको अनि माल हेर्छ यताउति मान्छे कति अब दूरको डिस्टेन्स छ भने मान्छे र उसमा दूरको डिस्टेन्समा जान्छ
जान्छ कि एकदम खरो भएको हुन्छ तिनीहरूलाई। अनि अब मकै होइन मकै छैन खेतमा, अब मकै भए पर अब एकचोटिमा गएर त होइन अलिकति स्टकमा पनि लिएर आउनु पऱ्यो भनेर मुखमा च्याप्छ, दुइटा हातमा च्याप्छ, यहाँ लिएर आउँछ क्या कसम यस्तो रिस उठ्छ यार। एउटा भात चाहिँ त ल है मासु ल हनुमानज्यू खानुभयो भन्नुहुन्छ हो कि न। 4-5 वटा मारेर त मासुलाई गोली ढ्याङ्की ड्याङ हान्दिनु जस्तो हुन्छ यार। ट्याक्टर बन्दुक ल्याउनु पर्ला जस्तो लागेको भएर भर्र बन्दुक ल्यायो भने झम्की झम पढाइदिने क्या भर्र बन्दुकले। सानो त सुकुटीमा झुन्ड्याउने निकै राखेन होला कि न त यस्तो हामी यो पुरै यता यता आइसकेका छौँ। पुरै बाँदर कहाँ छ थाहा छैन हामीलाई पनि। यो पुरै मेरो जग्गाको पुरै मेरो प्रोपर्टी उयो यहाँ मेरो औँला पुगेको ठाउँ छ नि, यहाँ मेरो औँला देखाएको त्यहाँदेखि बिहा गर्दै चिन्ता गर्ने पर्दैन खानाको लागि। यस्तो मकै खानु पाल्छ अखा होला नि। छैनन् भाइ कोही पनि बिहा गर्नलाई। मैसालाई मन लाइसेन्स भगा जतिले सबैले बिहा गरेर गएर त्यो अर्कोले बिहा गर्यो सुप्रिया त युएसए देखेँ भाइ छोडिदियो भाइ कुरा नगर भाइ। अहिले भेट्दै गरौँ लागि बिस्तारै बिस्तारै टक्क। यसले हामीले अब राष्ट्रिय निकुञ्जबाट भाइको जन्तु भेटाइसकेका छौँ गाइज होइन। राष्ट्रिय निकुञ्जबाट ए रोक एक्सक्युज मी ₹10 दिनु त सट्टीमा लुकाएर चुरोट दिने अरे कि ठ्याक्कै पुलिसहरूको मैले क्यारिकेचर गरेको चाहिँ अहिले चाहिँ ₹5 चाहिँ पाइयो। बाला बोला किनिदिनुहुन्छ। हामीले हाम्रो गोविन्दलाई भेटिसकेका छौँ गाइज। अब चाहिँ नि हामी चिया खान जान्छौँ। अहिले यहाँ आटा पुऱ्याइदिन आएको छौँ। यहाँ होम डेलिभरी सर्भिस 50 हो चार्ज है, 50 चार्ज पुरै है गाइज। साथीभाइहरू म चाहिँ चट्ट होइन अघि यसो खानसाना खाना घरतिर गएको थिएँ। खानसाना खाएर आएको बाँदर कुर्न भनेर आमा आउनु भयो रहेछ टन्न भाँदा थियो। अनि त्यहाँ मान्छेमा आएको हाम्रो सनी भाइले फेरि जाऊँ न त हिँड आइज सुटिङ हान्न भनेर ट्याक्क बोलायो होइन। म चाहिँ ट्याक्क चल्दिनु लाग्यो। अब कट्टुमे केटाहरू त्यहाँ बसिरहेछ देख्नु भएन होला। केटाहरू त्यहाँ बसिरहेछ होइन। म चाहिँ ट्याक्क केटाहरूलाई भेट्छु अब। त्यही भयो यहाँ भेटेको चट्ट अब केटाहरूलाई भेटेर होइन। अब चट्ट सुटिङ हान्न पऱ्यो साथीभाइहरू होइन। मलाई बोलाइ गर्थ्यो तर बोलाइ गर्थ्यो मलाई तर म बिल्ला हान्यास भाइ मलाई त। तिमीहरू हाँस्न पाउने भनेको मायासी हो कि नै ल मायासी बिल्ला हान्न पाउँछस् अनि हाँस्छस् ल अन्डे अहिले बिल्ला त फेरि ल साथीभाइहरू हाम्रो गन्तव्य स्टार्ट भइसकेको छ, सुरु भइसकेको छ। हामी गन्तव्यतर्फ लाग्दैछौँ है। त्यो त्यसै झाटु क्यामराम्यान हो कि त्यसै क्यामराम्यान जस्तो गर्छ भाइ। कस्तो तानेको फुटुकी एउटा हाम्रो डेस्टिनेसन चाहिँ नि हाम्रो कुमालटारको मान हेभन पार्क। हेभन पार्कसम्म हामीसँग हुनुहुन्छ हाम्रो नवीन भाइ चुप पागल भोसडीवाला। हामीसँग हाम्रो भट्टे भाइ छ, बाहुन छ, कुखुरे छ, हेन्की कुटी भाइ छ, म छु पछाडि ठुली छ। हामी चाहिँ नि हिँडिरहेछौँ कहाँ भन्दाखेरि काहीकुदे सुटिङ गर्न हिँडिरहेछौँ हामी। डु चेक इट आउट है गाइज। द बोइज युट्युब च्यानलमा द बोइज चेक इट आउट गर्नु होला, चेक गर्नु होला होइन।
त्यहाँ बिस्तारै बिस्तारै राम्रो राम्रो भिडियोहरू कन्टेन्टहरू आइरहेको छ। अक्का हान्यो क्या अब त अक्का हान्यो खुक्का हान्नु होला है। फिल्म सुटिङ गर्न हिँडेको हो। कुमालटारको हुटी त्यहाँ भेटिसकेको छ। के छ कति ह्यान्डसम भएको गेममा यहाँ त्यहाँ जुन जहाँ पनि देख्यो दर्शकहरूले देख्छ भाइ। कुटी भाइमा जोपाइदियो छक्का जस्तो टिकटक बनाउँछ भन्नु। यो कहानीको सुरुवातमा गल्ली र सडक बाटो कसैलाई मद्दत लागेन फाइनल्ली हाम्रो कुमालटारको ल्याङ्ग्री लालालाई भेटिसकेका छौँ। ल्याङ्ग्री दादाहरू सम्मान गर्यो सक्दैन कोही पनि। मेरो अगाडि नपर हानिदिन्छु भन्दैन। आइसकेको छौँ हिँड्दैछौँ हामी। ओ केटा हो हेर्दा ओ यो त फेरि अक्का अनि फेरि अनिल सुनारको हान्नु त्यस्तो डान्स गर्नु अनिल सुनारको कटमा के जे होस् न अनिल सुनारको निकाल्दैन गरेर घिनै लाइन गर्नु एडिटले। यस्तो हराङ मात्रै खाएको फ्रेन्ड सर्कलमा पनि के नि यस्तो छ। ल साथीभाइहरू हामी चाहिँ नि जे होस् खोला तर्दैछौँ। दिनेशको भएर कि तैँले मारे किलो भन्दै पहिला 3 सिकेर आइजाऊ क्या भाइ। मलाई के आउनु भनेर सोध के केही आउन हेभन पार्कको चाहिँ ट्याक्क हामी खोला तर्दैछौँ है। अब यहाँ चाहिँ हेभन पार्कको पहिला त खुब पिकनिक खान आउँथ्यो के अरे मान्छेहरू। अहिले चाहिँ भैँसी बाख्राहरू भात खान आउँछन्। पहिला मान्छेहरू पिकनिक खान आउँथे। एउटा पहिला राम्रो थियो कि यहाँ ट्याक्क फुलसुल रोपेको थियो होइन कुटी भाइ। फुलसुल रोपेको थियो घाँस के अरे रुखहरू रोपेको थियो सल्लाह धुपी के रोपेको थियो। यहाँ घुसहरूको बाख्राले भैँसीलाई यहीँ चराउन हालिदिने बाख्रालाई यहीँ चराउन हालिदिने गरेको थियो होइन। त्यसपछि भ्याइयो हेभन पार्क। अहिले त के पार्क हो यो? त्यही पार्क होइन। चाहिँ हामी एकदम टक्क मिलाएर होइन सब फाँडफुड गर्नुपर्ने हुन्छ। यसलाई अलिक व्यवस्थित गर्नुपर्ने हुन्छ। कता कताबाट हुन्छ के हुन्छ के मिलाएर सब मिलाएर व्यवस्थित गर्नुपर्ने हुन्छ। पिकनिक खाने ठाउँ चाहिँ बेस्ट हो क्या। तर बेला बेलामा यो खोला बढेर आइदिन्छ र टेन्सन हुन्छ। नत्र त सब छ। त्यसको भिजन सुन्नु गाइज। पुल हाल्ने कसले दिन्छ पैसा तेरो वाला पैसा दिन्छ पुल हाल्नलाई। त्यहाँ चाहिँ मन्दिर छ है गाइज है। हिसै उठ्छ यार कसम यार पट्टु देख्दाखेरि चाहिँ। सरर भ्यू देख्न सक्नुहुन्छ। केटाहरू आइरहेको छ पछाडिबाट होइन चट्टा लाएर। मन्दिर पनि छ। मन्दिरमा पूजासुजा गर्न पनि मिल्छ गाइज होइन। ओए के भन्छ यो हेभन पार्कको यो मन्दिरको त ताला फोडेर मूर्ति चोरिदिएको रे कसले हो? त्यही हल्ला सुनेको थिएँ मैले त यार। यस्तो चोरहरू हुन्छ नि आफ्नै गाउँको मन्दिर त त्यस्तो गर्ने होइन नि यहाँ गाइज। त्यस्तो गर्नुहुन्न नि। हाम्रो मन्दिर हो यहाँ। हाम्रो हाम्रो प्रतिष्ठान हो यहाँ। हामीले जोगाउनु पर्ने हुन्छ है चट्टा। ल यो चाहिँ बिहान द सिन हाम्रो चाहिँ सुटिङ हुँदैछ अहिले चाहिँ होइन। केटाहरू मैले यस्तो बिहा गर्दै यार यस्तो गर्छु होइन। म चाहिँ डाइरेक्टर भइहालेँ क्या। यिनीहरूलाई समाउनु बिहादै प्याक गरेको छु क्या। 1 भइसक्यो 1:17 भइसकेको छ। यो पनि हवाक गरेर बिगाएर यस्तो भयो। ल सुधीभाइ बिहा गर्दै यार। सुधीभाइ बिहा गर्दै यार।
सुदीप यार बिहा गर्दै यार कहाँ बिहा नि दाइ दिदीहरूले बिहा नै गरेन बाहेक नै एक्सप्रेसन पुरै नखिचकालेको छ कथा नै भयो ओहो गरिम पनि राम्रो गाह्रो भयो यार मैं सुट हान्न कति गाह्रो चुत हान्न चुत त बानी पछि हान्न नाकले बोलेको ओके डायलॉग समय नै दिएको 98474096 फाइनली साथीभाइहरू है हाम्रो सुटिङ एउटा भिडियोको सुटिङ चाहिँ सिद्धिसकेको छ भिडियोको सुटिङ सिद्धै हामी चाहिँ अर्को नेक्स्ट कन्सेप्टको लागि अगाडि बढ्दैछौँ नेक्स्ट कन्टेन्ट बनाउनको लागि अगाडि बढ्दैछौँ है केटाहरू अगाडि हिँडिसकेको छ क्यामेराम्यान क्यामेरासँग बोकेर क्यामेरा क्यामेरा त हामी हिँडिसकेका छौँ अब चाहिँ हामी बिस्तारै अर्को लोकेसनमा जान लाग्छौँ है अर्को लोकेसनमा गएर भिडियो बनाउने अब चाहिँ होइन अर्को नयाँ भिडियो अनि हाम्रो चाहिँ यस्तै हो कि अब कन्टेन्ट बनाउने हाल्ने एक हप्ता नलगायो भिडियो हाल्न चाहिँ नि एक हप्ता लगाउँछु म एक हप्ता नलगाएँ भिडियो हालिहाल्छ झ्याप्छु भयो गाइज है अब अर्को लोकेसनमा गएर भेट्छ है त ल साथीभाइहरू हामी चाहिँ नेक्स्ट टास्क लोकेसनमा आइसकेका छौँ है अनि हाम्रो अङ्कलले के हो यो खास यो झोला हो यार किन तामा सिस्टम हो क्या अब फेरि पुरै तामाले लाइटर लिएर हिँड्ने यता चाहिँ यसो बत्ती लिएर हिँड्ने अनि यतापट्टि माटोले चाहिँ घडाउन लिएर हिँड्ने यता चाहिँ नि माटोले चाहिँ पैसा राख्ने ए पैसा हैसा होइन पैसा त यार यो भित्र जान्छ ए ल पुरै यहाँ भइरहेको छैन उता क्यामेरा चार्ज गर्नु गएको मान्थेँ मैले अर्को नेक्स्ट टास्क लोकेसनमा नयाँ कन्टेन्ट हुँदैछ अब नयाँ भिडियो सुट हुनु ला है त्यो गरौँला है ल गाइज अब चाहिँ नि म चाहिँ ठ्याक्कै फेसमा घाम पर्ने गरी बसेको छु होइन किनकि यतापट्टिबाट फेरि नराम्रो आउँछ कि भनेर कि कालो आउँछ अन्त कालै छु सुटिङ गरेर सिद्धिसकेको छ फिल्म के अरे भिडियो सुटिङ गरेर सिद्धियो म चाहिँ नि घरतिर जान्छु मोबाइलमा चार्ज छैन मोबाइलमा चार्ज गर्छु एकैछिन मोबाइलमा चार्ज गरेर भ्याएपछि आउँछु यहाँ खेतमा बाँदर कुर्नु फेरि अहिले बाँदरले सखा भान्छ फेरि एकछिनपछि त्यही भएर अनि आजलाई चाहिँ नि यति भिडियो अनि स्टे ट्युन गाइज लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला कमेन्ट पनि हानिदिनु होला के कस्तो लाग्छ तपाईँहरूलाई अनि डु सपोर्ट गाइज